नमस्ते, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी नारायणी घुम्न जाँदैछौँ। बुढा, नन्द एन्ड म भएर के अरे दिउँसोको 1 बजे टन्टोपुरे घाममा नारायणी जाँदैछौँ साथीहरू। हामी अब एउटा पसलमा जान्छौँ, चटपट कोक चौचोहरू लिएर जान्छौँ। उता चटपट पन्छ लाउँछन्। हामी लगभग आइसक्यौँ। यहाँ छ फेन्टा, ड्यू, चौचौ, पानी, त्यहाँ छ चटपट। हामी चाहिँ गन्तव्यमा आइसकेका छौँ साथीहरू। अब नारायणको छेउमै जाऊँ भने चाहिँ यहाँ बेसी घाम छ, त्यो रुखहरू एउटा छैन। हामी चाहिँ यहाँ रुखको छारीमा बसिरहेछौँ। हाम्रो खानेकुराहरू फेन्टा, चौचौ, ड्यू, चटपट एन्ड रेड बुल। कस्तो लागिरहेछ? दामी। ला मेरो बुढा कालो पा ला सुधा झन् आँखै देखाएन। गाह्रो छ हौ, गाह्रो छ। यस्तै गर्मी छ नि, तपाईँहरूको ठाउँतिर कति गर्मी छ भन्नु होला है। त्यसलाई के भन्छ? ऊ त्यसलाई तेल फ्याक्ट्री कम्पनी। क्या मजाको धुवा निस्केको नि। ल चटपट होला, म तल चटपट खाए म गर्नु न। बन्द गर भनेको कि